Hello guys, this is my new channel. आज चाहिँ वैशाख 1 गते र मैले चाहिँ आफ्नो न्यू ब्लग हैन त्यसो मेरो फर्स्ट ब्लग स्टार्ट गर्न गइरहेको छु है न्यू जर्नी एज अ ब्लगर एज अ युट्युबर सो प्लिज सपोर्ट मी एभ्रीवान सो अहिले चाहिँ म ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ म चाहिँ आज गङ्गोली आएको छु है त तपाईहरुलाई चाहिँ म गङ्गोलीको थोरै भ्यू देखाउँछु Look at this. This is a Gongoli. I think it's Annyeong Gongoli. And look at this. So cute snake with baby. It's Gongoli with this. Gongoli's night view. So yeah, I don't know what I say. Construction जस्तो लागिरहेको यसो के प्रोग्रामहरु भइरहन्छ नि त गङ्गोलीमा त्यो भएर त्यस्तै oh wow look at there. So यो चाहिँ एभ्री नाइट हुन्छ पटाका यसरी पड्काउँछ कि सिपमाबाट एभ्री नाइट हुन्छ यसरी गङ्गोलीमा सो कोही अब बुसानमा हुनुहुन्छ गङ्गोली साइडतिर हुनुहुन्छ भने चाहिँ आउन सक्नुहुन्छ यो चाहिँ गङ्गोलीको फुल भ्यू वा 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 चाहिँ अलिकति त्यसले साथसाथ लिएको होइन सो यो चाहिँ कस्तो राम्रो के भनेर यस्तो है यहाँ चाहिँ बोर्डहरूमा यस्तो लाइटहरू बालेर राखेको हुन्छ कि कति राम्रो देखिन्छ कि हेर्दा पनि वाउ खालको कि कस्तो राम्रो देखिन्छ कि मलाई चाहिँ एकदम मनपर्छ हाम्रो गङ्गोली जग्गाहरू चाहिँ एकदमै धेरै रहेछ मैले खास गरी त्योपट्टि लेखेको छु नि त्यहाँ जान आँटेको हो किनकि त्यो त पिङ जस्तो हो क्या लाइक अब हामी नेपालमा त पिङ भन्छौँ तर यो के भन्छ यसलाई चाहिँ खै के भन्छ थाहा भएन है कोरियनमा चाहिँ लाइक कस्तो राम्रो छ कि त्यहाँनिर हामी खेल्न पनि सक्छौँ होइन कस्तो मजा आउँछ कि म चाहिँ गङ्गोली धेरैचोटि आइरहेको हुन्छ नि त दिनै आइरहेको हुन्छु त्यही पनि आज चाहिँ Let's get swing. It's a red one. I'm going to I say to throw dirty. Really dirty. How can I sit here? So let's go to the Andrew. Oh, it's already packed, guys. Look at there. The couples are making fun. Oh my god. Ooh, look at this. So I say काउन्ट भयो भने चाहिँ एकदम धेरै कपालहरू भेट्न पाइन्छ होइन त्यसपछि यहाँ चाहिँ अब त्यो यङ्गर पिपुलहरू चाहिँ बढी आउँछ कि त्यही भएर चाहिँ एकदम त्यसैलाई एकदम कोरियन ओपाहरू हेर्न मन छ भने चाहिँ आउँदा हुन्छ ओपनहरू एकदम ब्युटिफुलहरू सो फोटो खिच्नलाई पनि राम्रो छ यो समुद्रको छाल दामी छ क्या यो बिचमा चाहिँ गर्मी महिनामा एकदम मजा आउँछ किनकि गर्मी महिनामा गर्मी हुन्छ नि त अनि त्यति बेला ठ्याक्क यो चिसो हावा आउँछ कि यहाँनिर आएर यस्तो वकको लागि हिँड्न चाहिँ एकदमै राम्रो मजा आउँछ है अनि यहाँ यस्तो अब बस्नलाई पनि राखिदिएको हो कि ठ्याक्क यस्तो सबै ठाउँमा राखिदिएको हो कि यतादेखि बस्नु है ठ्याक्क अब यहाँ बसेर आनन्द बिचको भ्यू लिन मिल्छ अब यहाँ चाहिँ यस्तो स्ट्यान्ड छ नि खुट्टामा सबै पस्छ क्या त्यो अलिक बिस्तारै हिँड्दैछु म चाहिँ है हाम्रो तिनवटा उपाहरू गइसक्नुभयो कस्तो ठ्याक्क म यता बिचतिर आएको त गइदिएँ यहाँ अनि यहाँ चाहिँ अब त्यस्तो वाउ चाहिँ अब अगाडि नजानु भनेर एनाउन्स गरिराखेको छ है सेफ्टीको लागि किनकि पानीको यो वेभ अलिकति बढी नै भइरहेको छ नि त अनि सेफ्टीको लागि चाहिँ यिनीहरूले एनाउन्स गरिरहेको छ कि अनि अगाडितिर नजानु होला भनेर भन्नुहुन्छ त्यही भएर अब मलाई डर लाग्छ त्यही भएर चाहिँ नजाऊँ होला है त्यहाँ खेलौँ भनेको तिनटै प्याक भइसक्यो अब एउटा थियो त्यो पनि 4 लागिरहेको छ खेल्न चाहिँ पाइएन तर पहिला पनि खेले हो पनि यसो खेलेर भिडियो बनाऊँ कि भनेको नहुने भयो है अब चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि उता चाहिँ राम्रो छ कि अनि एकदम धेरै रेस्टुरेन्टहरू छ नि त यहाँनिर त ठुलो बिल्डिङ वा त्यसो भए चाहिँ के रुमतिर फर्किनु पऱ्यो म चाहिँ ओके आजको ब्लग चाहिँ यहीसम्म है जस्ट स्टार्टिङ ब्लग तपाईँलाई हल्का गङ्गोलीको भ्यू देखाएँ
अब अनुहार पनि कति नराम्रो अब नेक्स्ट ब्लग चाहिँ म फेरि बनाउँछु सो फर्स्ट स्टार्टिङ ब्लग यो चाहिँ सबैले माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला लाइक सपोर्ट गरिदिनु होला ओके बाइ गाइस